पानी पर्यो सरर छाना बज्यो बरर गुन्डा देख्यो त मोहन के हो बाइक त सकिएन गाइस अब यसो भयो यो टिभी राख्ने अरे के यो हो यो टिभी राख्ने अरे हेलो गाइज वेलकम ब्याक टु माई ब्लग स्वागत छ तपाईँहरूलाई मेरो आजको ब्लगमा अहिले जस्ट तकरिबन हाम्रो 4 बज्न आँटिसक्यो सो फाइनल्ली अहिले पानी पनि पर्ला जस्तो मौसम हेर्न सक्नुहुन्छ अनि तपाईँहरूले यति गेस गर्न सक्नुहुन्छ कि म आज कहाँ छु भन्दाखेरि म चाहिँ आइपुगेको छु आज हाम्रो यहाँ सरकारी भानुदाई मोडल सेकेन्डरी स्कुल उता यहाँ बोर्ड हेरेर थाहा पाउन सक्नुहुन्छ ल धेरै जुम त हुँदैन मेरो आइफोन होइन त्यही पनि जस्ट अब यहाँको एरिया चाहिँ बवाल बनाएको रहेछ होइन यतातिरको यो मलाई चाहिँ कस्तो दामी लाग्यो कि अहिले आएर के राम्रो लाग्यो के राम्रो लागेन म चाहिँ तपाईँहरूलाई यहाँ अपडेट गराउँछु सो फाइनल्ली यहाँ चाहिँ जस स्टुडेन्टहरूलाई बच्चाहरूलाई खेल्नको लागि चाहिँ जस राम्रै छ होइन घाँसहरू यताउति सबै जस चटक्क परेको फुलहरू जस फोटो सुटिङ गर्नको लागि पनि एकदम बाउली हुने यहाँ होइन अनि ठिकै थियो यो अलिक झ्याङ थियो पहिला अहिले चाहिँ काटेर यसलाई मुन्ठाइदिएको रहेछ सो म चाहिँ अहिले 11-12 पढेको मैले +2 क्लियर गरेको यो स्कुलमा हो अनि यो चाहिँ नयाँ बन्दै थियो तर पढ्न चाहिँ पढ्यौँ त्यहाँ पनि पढ्यौँ यता पनि पढ्यौँ अनि अहिले चाहिँ पानी परेछ है अनि सो आज चाहिँ म यसो अप्पर झट आउनु पऱ्यो क्या यहाँ चाहिँ होइन म चाहिँ दिनेश कालियासँग आएको हाप्टेसँग आउनु पऱ्यो गर्मी चाहिँ भएको होइन त्यो उसले चाहिँ अब धेरै पछि आफ्नो त्यस राम्रो फिलिङ भइरहेको क्या अनि पहिला यहाँ झुप्रो थियो होइन अहिले चाहिँ यहाँ टिनको जस मर्मत गरेर हालेछन् अनि यहाँ चाहिँ हामी यहाँ चाहिँ आएर बस्ने हो कि पढाइ बङ्क गरेर यहाँ आएर अनि फेरि बस्ने हो अहिले चाहिँ यहाँ अलिक थुप्रै भयो जस्तो लागेको थियो बस्ने कुराहरू अनि यहाँ चाहिँ अरूहरू अब लप परेकोहरू चुम्मा चटारी गर्ने अङ्गालो मारेर बस्ने हो ठाउँ चाहिँ यो चाहिँ हामी चाहिँ बङ्क हानेर यताउति अब खानेकुराहरू खाँदै बस्ने ट्याप हान्दै बस्ने ठाउँ हो यो चाहिँ अनि अरू चाहिँ म चित्त नबुझेको चाहिँ यो झाडीहरू धेरै भएन सर्पहरू आउँछ होइन विद्यार्थीहरूलाई टोक्न सक्ने सम्भावना धेरै हुन्छ कि यसलाई प्लेग्राउन्ड बनाउनु पऱ्यो मजाको एसेम्ब्ली पनि राम्रो हुन्न क्या अब यहाँ पहिला त हामी पुरै बसिन्थ्यो यहाँ होइन अनि अब सबै बसेर के अब गाँडबाट पनि बस्ने गाँडले पुरै रगटी यहाँ त पुरै झारै हुन्थेन क्या त्यस्तो बनाइदिन्थ्यौँ सो जस ठिकै छ उतापट्टिको चाहिँ अस्ति नै जस अब क्लाइमेटलाई अब वेदरलाई कसले के भन्न सक्छ होइन प्रकृतिले अब हावाहुरी आएर टिनसिन उडाइदियो भन्ने सुनेको थिएँ मैले चाहिँ यहाँ चाहिँ यो हाम्रो यो के भन्छ यो अपाङ्गहरूलाई यो बोल्न नसक्ने सुन्न नसक्नेहरूलाई पढाउने स्कुल हो क्या त्यहाँ चाहिँ थियो अहिले कता आएको नि त्यो त मलाई थाहा भएन यतातिर नि पुरै राम्रो बनाइसकेको छ यतातिर हिलो छ क्या त्यही भएर म गइनँ मैले जोडाउनु लगाएको कि फेरि अनि सो त्यही नै हो अब अहिले पढिरहन् कस्तो पढिरहन् के पढिरहन् त्यो त मलाई थाहा भएन अनि अहिले चाहिँ यहाँ प्रोजेक्टरहरूबाट अब सिकाउने अरे अनि त्यही भएर प्रोजेक्टरहरू जडान गर्ने रहेछ आज अनि म चाहिँ एउटा सरसँग अनि दिनेशसँग आएको के ल पानी खाने ठाउँ पानी खान तिर्खा नलाइ पनि हामी त्यो पढ्न झेउ लाएर चाहिँ यहाँ आउँथ्यौँ पानी खानको लागि त्यस्तो थियो क्या लाइफ हुँदै त्यही भएर त गाँडमा मस्किरहेको अहिले केही गर्नु सकिएको छैन अनि यहाँबाट चाहिँ हाम्रो पैसा तिर्न जाने हो यहाँबाट तिर पुरै जेल जस्तो बनाएको नि अहिले त सो फाइनली यहाँको रुखहरू सब काट्दैछ त हो यहाँबाट यहाँ नाच्न पनि नाचिएकै त्यो कृष्ण कडेल आउने बेला यस्तो पत्तुर डान्स जोतको डान्स भएको थियो कि मेरो त हौसला आएर त्यो बहिनीहरूले जबरजस्ती नाच्न पठाएर धुपी दामी देखेको ओए म्याम पुली होइन भब्बाल देखेछ ऊ अनि यहाँ चाहिँ एउटा बोर्ड थियो क्या हाम्रो यो स्वर्ण जयन्ती हो कि के को मुख्यलाई देखाइदिन्छु मोहनको फोटो यहाँ चाहिँ डडम हान्दै हिँड्छन् क्याच पुरै गुन्डा देख्यो त मोहन के हो ल म्याम पुली के हो तर्साउँछ सो फाइनल्ली अब जान लागेको ल यस्तो जडान भइरहेको रहेछ कि अब यहाँ टिभी लगाएर उ गर्ने अरे कि यस्तोमा यो के भन्छ यसलाई कमेन्टमा भन्नु होला मलाई थाहा छैन है यो सेटअप हुँदैछ यस्तो के हुँदैछ कि यहाँ सेटअपहरू
अरे बाफ्रे ए अम्मा यहाँ त पढे जस्तो लाग्छ हो ढुर्सीकन है एकदेखि कह ग एबिसिडी स्मल क्यापिटल यो टिभी राख्ने अरे के यो हो यो टिभी राख्ने अरे 75 इन्च होला यो सही हो अब यसमा हामी खेल्दैनौँ होइन हामी पहिला खेल्थ्यौँ यस्तोमा बाइक किन्न त सकिएन गाइस अब यसै भयो नि सही हो फाइनल्ली पानी पर्यो ल्याङ भयो अब घर जाने भनेको पानी परेर ल्याङ भयो म अहिले चाहिँ जस्ट भानुदरमै छु अब यहाँबाट निस्किन लागेको बडी रिल्याक्स पानी परेछ पानी पर्यो सरर छाना बज्यो गरर मनमा उठ्यो आज मेरो आनन्दको लहर हिजोको बिपना आज भएछ सपना एकान्छी कति चाँडै बितेको यो जीवन पानी पर्यो सरर भिज्यो कुम्बालटार सहर कालो कालो बादल साडी फर्किआयो असार ल ठिक छ गाइस मेरो गीत सुनिदिनु होला स्वर त एकदम फाटेको छ यो पनि हाम्रो यहाँ पाले सर हुनुहुन्छ पाले सर गाड हो क्या आउनुभएको छ सरसफाइ गर्दै हुनुहुन्छ के छ ठिक छ नि सरसफाइ चलिरह ह्यान्डसम देखिनु हो त के हो टाँसेर रिजल्टहरू होला समथिङ है आन्दै आधारको तह कक्षा के अभिषेक पौडेल 3.44 अन्जना सोमै मगर अरे भाइ साहब ए बाफ्रे यहाँ पुरै रिजल्टहरू टाँस्दो रहेछ सो गाइस आजको ब्लग चाहिँ यति नै है अब यति भन्दै म बिदा हुन चाहन्छु अब घर पनि जान पर्यो भोक पनि लाग्न थाल्यो क्या अहिले त्यही छ पानी अक्खा परिरहेको क्या अब घर जानु भने नि होइन सो आजको लागि यति छ है गाइस ल बाई लभ यु अल